नमस्कार साथीहरू नेपालको सुर्खेत वीरेन्द्रनगरबाट एउटा अत्यन्तै दर्दनाक र मन छिया बनाउने घटना भएर आएको छ। 16 वर्षकी किशोरी इनिसा, जसको सपना थियो डाक्टर बन्ने, उसका बुवा इन्द्रबहादुर खाडीको सर्पोघाममा पसिना बगाउँदै छोरीको भविष्य उज्यालो बनाउने सपना देखिरहेका थिए। आमा तिला गाउँ छोडेर छोरीलाई राम्रो शिक्षा दिन वीरेन्द्रनगरमा बस्दै आएका थिए। छोरीको सपना पूरा गर्न बाबु आमाले गरेको त्याग इनिसाले राम्रोसँग बुझेकी थिइन्। त्यसैले उनी विज्ञान विषय लिएर कक्षा 11 मा पढ्दै थिइन्। विद्यालयमा उनी मेहनती र लगनशील विद्यार्थीको रूपमा चिनिन्थिन्। पढाइमा अझ राम्रो हुन उनले बिहानै ट्युसन पनि जाने गर्थिन्। सबै कुरा सामान्य र राम्रोसँग चलिरहेको थियो। तर फागुन 23 गतेको बिहान अचानक यस्तो घटना भयो जसले एउटा परिवार मात्र होइन, सिङ्गो समाजलाई स्तब्ध बनायो। बिहान करिब 9 बजेतिर इनिसाकी आमा तिलालाई एउटा अनजान नम्बरबाट फोन आयो। फोनमा सोधियो, तपाईँको छोरी शहीद पाहाडको जङ्गलमा बेहोस अवस्थामा भेटिएकी छिन्, तुरुन्त आउनुहोस्। आमा त्यहाँ पुग्दा उनले देखेको दृश्य अत्यन्तै भयावह थियो। केही घटना अघि ट्युसन जान निस्केकी छोरी छातीभरि नीलडाम टापा लुचिएको जुत्ता एकातिर, मोजा अर्कातिर, शरीरभरि चोट र रगत लागेको अवस्थामा निवस्त्र जस्तै हालमा भेटिन्। त्यो दृश्य देख्न साथ आमा त्यही बेहोस भइन्। प्रहरीले तत्काल उनलाई प्रदेश अस्पतालमा ताल गाउँ पुर्यायो। तर अस्पतालमा पुग्दासम्म इनिसाले संसार छोडिसकेकी थिइन्। यो खबर सुनेपछि खाडीमा रहेका उनका बुवा घर फर्किने प्रयासमा छन्। तर मध्यपूर्वको तनावको कारण उनी 4 दिनदेखि विमानस्थलमा अड्किएका छन्। परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै किटानी जारी दिएका छन्। प्रहरीले हालसम्म 4 जनालाई पक्राउ गरेको छ र सबैजना नाबालक रहेको बताइएको छ। घटनाको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ र अनुशासन जारी छ। तर पीडित परिवारको प्रहरीबाट अपेक्षित सहयोग नपाएको भन्दै गुनासो गरिरहेका छन्। यसैले हामी यो भिडियो मार्फत राज्य र सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छौँ। इनिसालाई दोस्रो निर्मलापन बनाउने काम नगरियोस्। यो घटनाको निष्पक्ष र गहिरो अनुसन्धान होस्। दोषी जोसुकै भए पनि, उमेर सानो होस् या ठुलो, कानुन अनुसार कडा भन्दा कडा कारबाही होस्। यस घटनाले फेरि एउटा ठुलो प्रश्न उठाइएको छ। नेपालमा यस्ता अपराध रोक्न अझ कडा कानुन आवश्यक छैन र? अन्त्यमा इनिसाप्रति हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। शोकमा रहेका उनको परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् र हामी सबैको एउटै माग हुनुपर्छ, इनिसालाई न्याय मिल्नुपर्छ। इनिसालाई न्याय दिनुपर्छ।
हस् त, जय होस्।